ल आजको यो बिहानीमा फेरि पनि यहाँहरूलाई स्वागत छ। आज चाहिँ पुरै बादल लागिरहेछ यो हाम्रो ठाउँमा। बिहानै साथीहरू उठेर बासी भात भुटेर हान्दै रहेछन्। के हो बिहान बिहान रोज्दैछ? गरम पानी छ कि छैन? अनि के बसाइ सरिएछ त साथी हो? लु अब साथीहरू काममा लागिसके। को इन्द्रे? ममिताको बाउ? के शिकार खेल्नु जाने हो? कागले बिताइदिइहाल्दो रहेछ के? भान्जा जानु होइन ड्युटीमा? ए हो। ल हामी उकालो लाग्यौँ। आज पुरै बादल लागिरहेछ। दिउँसो चाहिँ हट्छ कि भन्ने हाम्रो सम्भावना छ। कागहरू पल्किएर के हाम्रो खानेकुराहरू खानु पल्केर यो साथीहरूले हलेसो मारेर सुकाएको रहेछ। कागले सिलै बोकेर हिँडिदिएछ। जे होस् बादल लागेपछि तुषार चाहिँ नझर्ने रहेछ भन्ने बुझियो होइन त। हाम्रो काम गर्ने स्थान त आइपुग्यो तर अत्याधिक आज चिसो छ। बादल लागिरहेछ। यस्तो छ स्थिति। आज कामदारहरूलाई काम गर्ने के मुस्किल छ। दामी छ। आऊ है मनी यतै। गाडाबाट नहुने कुरा यार। आउनु जमान सिंह भाइ माथि नै। अब हाम्रो खाना खानु जाने समय भयो। अब हामी मोमो तन्दुरी चिकन खान्छौँ। खानकी खाने स्थान नजिक मेलो हुनेहरूलाई सजिलो रहेछ। आज हाम्रो चिची के पाएको त? हौ राजु भाइ के छ हौ? यहाँ के हुँदैछ आज? ल चाहिँ नि यहाँ धमाधम खानकी सुरु भइसक्यो। के अरे के हो भन्छ? अनि खुवाइ त ससुरालीमा जस्तो छ त। कायदा छ है ससुरालीमा जस्तो बसेर झ्याप। यता हात धुँदै हुनुहुन्छ भात खानको निम्ति। यता हाम्रो गौरव भाइले बजाउँदै हुनुहुन्छ। आज शिकार मर्यो कि मरेन? अब म लाग्दैछु पल्लो टोलीतिर। के छ हौ गाउँलेहरूको खबर? धमाधम खानकी सुरु भइसके स्थिति। ल चाहिँ नि हाम्रो मणिप्रसाद तामाङ पनि भात खानु रेडी। यता तलबाट जेन्जी युवाहरू भिडिरहेको। लो है लो इन्टरनेट बहिनी मजाले भात खाउँ है। फेरि घन्टी बजाउनु सकिँदैन। टिङ 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 पारेर 3 चोटि बजा भन्छन् नामेहरू। अब यात्रा सुरु भयो। माम खाइवरी कोही आउँदैछन् कोही जाँदैछन्। म त डाँडै डाँडा निस्किनु पर्यो।
ल ड्युटी सकेर हामी चाहिँ आज अलिकति चाँडो झऱ्यौँ किनभने आज हाम्रो मासु आउँदैछ, गाडीले ल्याइदिएछ। मासु लिनको लागि हामी जाँदैछौँ। के गर्नु भएको भान्जी? ओहो, ल मसला पिस्ने तरिका हेर्नुहोस् है हाम्रो। तेलको पोकामा हिर्काएर, यो चाहिँ आइडिया पहिलो मैले सिकेँ। ल गजब, के पिस्नु भयो? हाम्रोमा चाहिँ छ कि छैन नि लसुन अदुवा। अब हाम्रो मासु चाहिँ एकछिनपछि आउँछ, हामी पर लिन जाँदैछौँ। त्यो भएको कारणले गर्दाखेरि वास्तवले दिदी के पाक्दैछ? माम पाकिसक्यो? मसलाहरू रेडी गर्दै हुनुहुन्छ?